कमा जान थालेको सरादेको खाना चाहिँ मलाई एकदमै मनपर्छ। डगहरू धेरै छन् त्यही भएर डर लाग्छ क्या मलाई हिँड्नलाई। हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। मेरो नयाँ भिडियो नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म बिहान भ्लग सुरु गर्दैछु, रोडबाट गर्दैछु। त्यही पनि म सानीमाकोमा सरार्दै छ। आज त्यहीँ खानु जाँदैछु। मेरो प्यारी भदैनी छ मसँग। हेलो भनिदेऊ। हेलो, हाई। हामी कहाँ जान थालेको? कमा जान थालेको है। हाई भन्नु। मेरो च्यानललाई, फुपूको च्यानललाई सब्सक्राइब गरिदिनु भन। भदैनी आन्टीकोमा जाँदैछौँ। बाटो धेरै टाढा त छैन, नजिकै छ। रुगा लाएर साथी मलाई यति धेरै ग्रस्त भएको छु नि, म रुगाले कुरै छोडिदिउँ। आँखा पनि हेर्न नसक्ने भएको छ। आन्टीको घर चाहिँ नजिकै छ, 5 मिनटमा पुगिन्छ। तैपनि मलाई चाहिँ हिँड्न अल्छी लाग्ने भएर म त त्यति धेरै निस्किरहन्न। आज चाहिँ अब श्राद्धै छ, जानै पर्यो होइन। हाम्रो टोलमा चाहिँ यस्तो डगहरू धेरै छन् त्यही भएर डर लाग्छ क्या मलाई हिँड्नलाई। त्यही भएर आन्टीको घर नजिकै भए पनि मलाई चाहिँ म एकदम डगदेखि डर लाग्ने भएर म हिँड्नै सक्दिनँ। साथी आज भदैनी साथी छिएर म त्यही भएर हिँड्न सकेको हो, नत्र त मेरो सानीमाको घर चाहिँ आइपुग्न थाल्यो। 5 मिनट हो। सुबु बिस्तारी हिँड्नुपर्छ। अब सानीमाकोमा जान्छौँ हामी। श्राद्ध सुरु भएको छ कि छैन हेर्छौँ, म देखाउँछु के हुन्छ है। साथी हो, म आइपुगेँ सानीमाको घरमा। के हुँदैछ यहाँ हेर्दैछु। ओहो, बहिनीहरू रहेछन् यहाँ, हेर्नु। बुढाबुढी भएपछि यस्तै हो। मेरो भ्लग्सलाई हाई भनिदेऊ, हाई भनिदेऊ सानी। हेलो। बुढाबुढी भएपछि जहाँ पनि यस्तै हो, व्यस्त हुन्छ। यताउता गऱ्यो, बुढालाई खुवायो, सुतायो, कामै त्यही हुन्छ। मेरो पनि त्यही गरेर आएको हो म। साथी हो, म यहाँ तयारी डह्रो हुँदैछ। किचनमा मिठो मिठो पाक्दैछ। सरादेको चाहिँ हेलो भनिदिनु भाउजू। सरादेको खाना चाहिँ मलाई एकदमै मनपर्छ। पूजा र श्राद्धको एकदमै मिठो हुन्छ, सात्विक भोजन हुन्छ। एकदम केही हालेको हुँदैन, लसुन प्याज। त्यही भएर होला एकदमै मिठो लाग्छ मलाई श्राद्धको, पूजाको। साथीहरू, हाम्रो भाउजूले यहाँ मजाले प्रसादी बनाउँदै हुनुहुन्छ। हाम्रो आन्टी हुनुहुन्छ यहाँ। आन्टी हाई भनिदिनु मेरो दर्शक दिनहरूलाई। बिजी हुनुहुन्छ आन्टी श्राद्धमा। सुरु भएको छैन आन्टी? सुरु हुन लागेको छ। सिएल, श्राद्धको सिएल, फुलौरा बेस्ट हुन्छ। साथीहरू, श्राद्धबाट चाहिँ म फर्किसकेको छु। मैले त्यहाँ धेरै खिच्न चाहिँ मन लागेन मलाई, एकदम रुगा लागेर लास्टै गाह्रो भएर म चाहिँ एकैछिनमा आइहालेँ। म खानासाना खाएर एकैछिन यसो झन् अलिअलि आन्टीलाई हेल्प गरेर म चाहिँ आइहालेँ। आएर फेरि मेरो ड्युटी सुरु भइसक्यो। आराम गर्न पाउनु छैन, बुढाबुढी भइसकेपछि यस्तै हो। हेर्नु यहाँ झुन्डिरहेछ मेरो ड्युटी, यस्तो छ। प्रज्ञान सुबु हेलो, बाई बाई भनिदियो। गाइज, म चाहिँ अब यिनीहरूलाई सिकाउँछु। आजलाई यति नै। नेक्स्ट भिडियो लिएर फेरि भोलि आउने छु। टिल देन स्टे ह्याप्पी, स्टे पोजिटिभ, स्टे हेल्दी। बाई बाई गाइज।